नमस्ते, यहाँलाई अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन IOMमा स्वागत छ, जसले आप्रवासीहरूका लागि भरपर्दो स्वास्थ्य परीक्षणको सेवा प्रदान गर्दै आइरहेको छ। आप्रवासन प्रक्रियामा तपाईँको लागि उच्च गुणस्तरीय, सुरक्षित र आप्रवासी मैत्री स्वास्थ्य सेवाहरू प्रदान गर्न पाउँदा हामी असाध्यै खुसी छौँ। IOMमा हामीले तपाईँको स्वास्थ्य तथा तपाईँ प्रस्थान गर्न लाग्नुभएको मुलुकको मापदण्डलाई प्राथमिकतामा राखी आवश्यक सबै स्वास्थ्य परीक्षण सेवाहरू प्रदान गर्दछौँ। IOM संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकाय हो। सन् 2007 देखि IOM नेपालमा आप्रवासीहरूको सेवामा समर्पित रहँदै आएको छ। हाम्रो विशेषज्ञता र उच्च गुणस्तरीय स्वास्थ्य परीक्षणप्रतिको दृढ प्रतिबद्धताले तपाईँको आप्रवासन प्रक्रियालाई स्वस्थ र सुरक्षित बनाउँदै आएको छ। हामीले नेपालमा रहेका 1,30,000 भन्दा बढी भुटानी शरणार्थीहरूको पुनर्स्थापना प्रक्रियाको लागि गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा प्रदान गरेका थियौँ। हाल काठमाडौँ र दमकका केन्द्र मार्फत अस्ट्रेलिया, क्यानाडा, जापान, न्युजिल्यान्ड, बेलायत र अमेरिकाका भिसा आवेदनकर्ताहरूका लागि निरन्तर रूपमा आप्रवासन स्वास्थ्य परीक्षण सेवा प्रदान गर्दै आइरहेका छौँ। आज हामी तपाईँलाई काठमाडौँको पानीपोखरीमा रहेको हाम्रो अत्याधुनिक स्वास्थ्य परीक्षण केन्द्रबाट प्रदान गरिने सहज र प्रभावकारी स्वास्थ्य परीक्षण प्रक्रियाबारे जानकारी प्रदान गर्नेछौँ। तपाईँको स्वास्थ्य परीक्षणका लागि IOMमा समय लिने वा बुकिङ गर्ने प्रक्रियालाई हामीले सहज बनाएका छौँ। तपाईँले फोन, इमेल, वेबसाइट वा आफै IOMको कार्यालयमा आई समय बुक गर्न सक्नुहुन्छ। हाम्रो कल सेन्टर टोलीले तपाईँको प्रक्रियाको बारेमा गाइड गर्नेछ र तपाईँले ल्याउनुपर्ने कागजातहरूको बारेमा जानकारी लिन सधैँ तयार रहनेछ। यस सम्बन्धी सम्पूर्ण जानकारीहरू IOMको वेबसाइटमा उपलब्ध छन्। स्वास्थ्य परीक्षणका लागि समय बुक गरेको दिन तपाईँ समयमा नै आवश्यक कागजातहरू जस्तै पासपोर्ट, HAP, IME वा UCI आदि साथमा लिएर आउनुपर्छ। यदि तपाईँ 18 वर्षभन्दा कम उमेरको हुनुहुन्छ भने एकजना अभिभावकलाई पनि साथमै ल्याउनु पर्नेछ। हामी तपाईँको प्रत्येक कामलाई सहज र छरितो बनाउने सुनिश्चितता गर्दछौँ। तपाईँको पासपोर्टको अवधि कम्तीमा 6 महिना बाँकी रहेको हुनुपर्छ भने स्वास्थ्य परीक्षणका लागि आवश्यक पर्ने सबै मेडिकल कागजातहरू समेत ल्याउन नबिर्सनुहोला। परीक्षणको क्रममा आफ्नो शरीरलाई सहज हुने किसिमको सजिलो कपडा लगाउनुहोला। हाम्रो स्वास्थ्य परीक्षण केन्द्र व्हीलचेयरको सुविधा सहित अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि पहुँचयुक्त रहेको छ र त्यस्तो सुविधा आवश्यक पर्ने सेवाग्राहीको लागि परीक्षण अवधिभर आवश्यक सहयोग र हेरचाह गर्ने व्यवस्था गरिएको छ। तपाईँ आइसकेपछि सुरुमा तपाईँले डिजिटल टोकन प्राप्त गर्नुहुनेछ र सोही मार्फत तपाईँको स्वास्थ्य परीक्षण प्रक्रिया अगाडि बढ्नेछ। डिजिटल डिस्प्लेले तपाईँको पालो आएको सङ्केत गरेपछि हामीले तपाईँको फोटो खिची दर्ता गर्ने प्रक्रिया पूरा गर्नेछौँ। दर्ता पश्चात तपाईँ स्वास्थ्य परीक्षणका लागि आवश्यक शुल्क बुझाउन नगद काउन्टरमा जानुहुनेछ। परीक्षण शुल्क विभिन्न गन्तव्य मुलुक अनुसार फरक हुनेछ। शुल्क तिरे पश्चात तपाईँ छातीको एक्सरेको लागि रेडियोलोजी विभागमा जानुहुनेछ। हाम्रा तालिम प्राप्त स्वास्थ्य कर्मीहरूले तपाईँलाई एक्सरे प्रक्रियाबारे जानकारी गराउनेछन् र एक्सरे लिए पश्चात सोको नतिजा यथाशीघ्र चिकित्सकलाई उपलब्ध गराउनेछन्। तपाईँ गर्भवती हुनुहुन्छ वा गर्भवती भएको शङ्का लागेको छ भने कृपया हाम्रा कर्मचारीहरूलाई तत्काल जानकारी गराउनुहोला ताकि हामी आवश्यकता अनुसार थप जानकारी र सुरक्षा प्रदान गर्न सक्छौँ। एक्सरे पश्चात आफ्नो गन्तव्य देशको आवश्यकता अनुसार तपाईँले रगत र पिसाब सङ्कलनका लागि नमुना सङ्कलन गर्ने ठाउँमा जानुपर्नेछ। त्यसपछि हामीले नर्सिङ स्टेसनमा तपाईँको उचाइ, तौल तथा रक्तचापको मापन गर्नेछौँ र तपाईँको पूर्व स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्नेछौँ। त्यसपछि तपाईँ शारीरिक परीक्षणको लागि तोकिएको चिकित्सक कहाँ जानुपर्ने हुन्छ। चिकित्सकले कुनै सरुवा रोग वा दीर्घ रोग भए नभएको तथा नियमित औषधि सेवन गरेको नगरेको लगायत सोधपुछ गरेर तपाईँको शारीरिक परीक्षण प्रक्रिया सुरु गर्छन्। तपाईँको सहजताका लागि चिकित्सक छनौट गर्दा आफूलाई महिला वा पुरुष चिकित्सक जो सहज लाग्छ सोही अनुसार छनौट गर्ने सुविधा रहेको छ। आफ्नो सहजताका लागि परीक्षणको क्रममा तपाईले कोही अनुवादक वा सहयोगी अर्थात् स्यापेरोनलाई आफ्नो साथमा राख्न सक्नुहुनेछ।
स्यापेरोन भन्नाले सामान्यतया तालिमप्राप्त सहयोगकर्मीलाई बुझिन्छ र उनीहरूले तपाईँलाई सहयोग प्रदान गरी सहजताको सुनिश्चितता प्रदान गर्दछन् र स्वास्थ्य परीक्षण प्रक्रियाभर मर्यादापूर्ण वातावरण पनि कायम राख्दछन्। यदि परीक्षणको क्रममा केही समस्या देखिएमा तपाईँको स्वास्थ्य अवस्थाको पूर्ण मूल्याङ्कन गर्न चिकित्सकले थप परीक्षणको लागि सिफारिस पनि गर्न सक्दछन्। गन्तव्य देशको नियमअनुसार तपाईँलाई खोप लगाउनुपर्ने आवश्यकता हुन सक्छ। आवश्यक पर्ने देखिएमा हाम्रा कर्मचारीले खोपहरूको बारेमा तपाईँलाई जानकारी गराउनेछन् भने यस्ता खोपहरू तपाईँले यहाँ नै लगाउन सक्नुहुनेछ। त्यसैगरी हामीले तपाईँलाई स्वास्थ्य परीक्षण रिपोर्ट कसरी प्राप्त गर्न सकिन्छ भनेर पनि जानकारी प्रदान गर्नेछौँ। तपाईँको छातीको एक्सरेमा केही खराबी देखिएमा खकारको जाँच गर्नुपर्ने हुन सक्छ। आइओएममा नै स्वास्थ्य जाँच गराएका सेवाग्राहीहरूका लागि खकारको जाँच गरेको अतिरिक्त शुल्क लाग्ने छैन। यदि तपाईँलाई अर्को संस्थाबाट खकारको जाँचको लागि पठाइएको हो भने केही शुल्क लाग्न सक्छ, तर आइओएमले आफ्ना सेवाहरू सुलभ मूल्यमा उपलब्ध गराउने र पारदर्शिताको सुनिश्चितता गर्दछ। खकारको जाँचको नतिजा प्राय 2 महिनामा प्राप्त हुन्छ। यदि नतिजामा क्षयरोग देखिएमा हामी तपाईँलाई तपाईँको गन्तव्य देशको मापदण्ड अनुसार उपचार योजनाबारे अवगत गराउनेछौँ। यदि शीघ्र पहिचान र उपचार गरियो भने क्षयरोग निको हुने रोग हो। यसको उपचार यात्रा गर्नुभन्दा अगाडि नै गर्नुपर्दछ। तपाईँको स्वास्थ्य हाम्रो प्रमुख प्राथमिकता हो। आइओएम नेपालमा हामी प्रत्येक आप्रवासीका लागि बृहत र संवेदनशील स्वास्थ्य परीक्षण प्रदान गर्न प्रतिबद्ध छौँ। धन्यवाद।